Okay, namaste everyone. Today I am just talking about multiple integration. We already know as an integration, but we are simply doing on a intermediate level as a single integration. As a single integration, sometimes we are here a double integration. So today we are just talking about a multiple integration. That means integration सामान्यतः धेरै हुन्छन् तर चाहिँ हामी मल्टिपल इन्टिग्रेसनको आज कुरा गर्नेछौँ। हामीले सामान्यतः सानो क्लासमा के सिकेको छौँ भन्दाखेरि dx अब कुनैको इन्टिग्रेसन गर्न छ जस्तै इन्टिग्रेसन x² + y² dx भनेर dx को रूपमा हामीले यसरी इन्टिग्रेसन गर्थ्यौँ। तर आज हामी यो टपिक रहेको छ मल्टिपल इन्टिग्रेसन। सो मल्टिपल इन्टिग्रेसन भन्दाखेरि दुई वा दुई भन्दा बढी कुनै पनि फंक्सनको इन्टिग्रेसन गरिन्छ भने त्यसलाई मल्टिपल इन्टिग्रेसन भनिन्छ। अब त्यो मल्टिपल इन्टिग्रेसनमा के हुन सक्छ भन्दाखेरि कुनै टाइममा अर्डर दिया हुन सक्छ, जस्तै कुनैमा अर्डर दिएको हुँदैन। अब यो छ x + y dy भनेको छ, यसरी इन्टिग्रेसन गर भनेको छ। अब यसमा के दिएको छ भन्दाखेरि कुनै अर्डर दिएको छैन। अब यसमा 0 देखि a सम्म भनेको छ भने अर्डर दिएको छ भने त्यो बेला हामीले पनि यसलाई इजी तरिकाले सोल्भ गर्ने छौं। यहाँ कुनै कन्फ्युजन छैन। ओके, अर्डर भनेको भयो हाम्रो फंक्सन अनि चाहिँ dy/dx दिएकै हुन्छ हाम्रो फंक्सनको विथ रिस्पेक्टमा भनेर दिएको हुन्छ। सो आजको टपिक नै हाम्रो के रहेछ भन्दाखेरि बीएससी सेकेन्ड सेमिस्टर वा फर्स्ट इयरको मल्टिपल इन्टिग्रेसनमा रहेर आजको टपिक हामीले हेर्ने छौं। सो यसमा हेर्दाखेरि हाम्रो आजको क्वेशन नै रहेको छ इभ्यालुएट भनेर 0 देखि a सम्म 0 देखि √a² - x² सम्म dy/dx दिएको छ हाम्रो क्वेशनमा है। अब यो चाहिँ लोयर लिमिट दुईटैमा 0 छ, अप्पर लिमिटमा एउटामा a छ अर्कोमा √a² - x² छ। अब यसलाई हामीले पहिला सिम्पल क्वेशनबाट नै जाउँ न, मल्टिपल इन्टिग्रेसन सिम्पल क्वेशनमा जाउँ, त्यसपछि यहाँ अर्डर चेन्ज गर्नुपर्ने भन्ने हुन्छ। त्यो भनि चाहिँ उ गरौँला यसै अर्को क्लासमा। सो ठीक छ, यसमा हेरौँ। अब सुरुबाट नै हामीले यसै गरौँ, सोलुसन नै लेख्नुपर्ने हुन्छ। सोलुसन गिभन, ठीक छ। अब यसलाई हामी लेट के मानौँ न, एउटा लेट आई मिन्स इन्टिग्रेसन नै मानौँ। इक्वल टु हामीलाई के दिएको छ 0 देखि a सम्म, अर्को के दिएको छ भन्दाखेरि 0 देखि √a² - x² दिएको छ हैन, dy/dx। यसो हामीले जस्तै क्वेशनले दिए अनुसार लेख्यौं। त्यसपछि i बराबर नै हामीले के लेख्यौं भन्दाखेरि 0 देखि a सम्म। ओके, यहाँनिर अब सजिलैसँग हामी सोल्भ गर्न सक्छौं। या कुनै कन्डिसनमा यहाँनिर एउटा इम्पोर्टेन्ट कन्डिसन के छ भन्दाखेरि अर्डरमा हेर्ने र यहाँनिर भनिदिन्छु म, अर्डरमा जस्तै यहाँ x दिएको छ। अब यो dx ले गर्नु भएन, dy दिएकै छ, ठीक छ, हामीले dy को नै रिस्पेक्टमा गर्ने। तर कुनै कन्डिसनमा के दिन्छ भन्दाखेरि 0 देखि √ यही क्वेशनलाई a² - x² दिया हुन्छ, dy/dx दिया हुन्छ है। यस्तो कन्डिसनमा चाहिँ हामीले यता y दिया हुन्छ, यता x दिया छ भने यता y दिया छ हामीले मानौं, ठीक छ। y दिया छ भने यसको रिस्पेक्टमा हुने भएन फेरि, किन? यता अर्डरमा यसको के छ y छ, यसमा के छ यता पनि dy छ। सो यसको रिस्पेक्टमा गर्नु भएन। अब यसलाई अर्डर चेन्ज गरेर dx गरेर dx भयो। यो रुल हामीले पछि पढ्ने छौं। अहिले सिम्पल यता कन्सेप्चुलाइजेसन गर्यौं, यहाँ हामीले सिधै डाइरेक्ट गर्यौं। यता अहिले हाम्रो के छ x² छ, यता dy छ, यहाँ सिम्पल दिया छ। कुनै कन्डिसनमा यस्तो अपियर आयो भने त्यो बेला अर्को क्वेशनमा गर्ने छ है यसको कुरा ल। ओके, आज यसमा हेरौं। अब यसमा सिधै दिया छ भने हामीले सिधै डाइरेक्ट गर्दैनौ न। के आयो भन्दाखेरि हाम्रो यता dy छ है, यसलाई हामीले के गर्यौं यसको डेरिभेटिभ गर्यौं। अब यहाँ के छैन भने y मात्र बच्यो, डेरिभेटिभ इन्टिग्रेसन त्यसको y मात्र बच्यो। सो y बच्यो भन्दाखेरि हाम्रो त्यसको इन्टिग्रेसन y बच्यो भन्दाखेरि लोयर लिमिट के छ अप्पर लिमिट के छ त्यो पनि इन्टिग्रेट गर्नु पर्यो। सो लोयर लिमिट के छ हाम्रो 0 छ, अप्पर लिमिट √a² - x² छ, यता dx इजिली छ है तिनीहरु। अनि त्यसपछि यसलाई यता हेरौँ न। त्यसपछि i लाई लेखेँ मैले यता इक्वल टु 0 देखि a सम्म यहाँ। अब त्यसपछि यसलाई लेख्नु पर्यो यता अप्पर लिमिट लोयर माइनस लोयर लिमिट, सो √a² - x² - 0 dx, ठीक छ। अब 0 लेख्नु पर्दैन, dx लेखिदिउँ सिधै, dx लेखिदिउँ, 0 को कामै छैन। अब त्यसपछि यसलाई कसरी इन्टिग्रेसन गर्ने पुरै हैन। अब यसलाई इन्टिग्रेसन कसरी गर्ने त? इन्टिग्रेसन गर्ने डाइरेक्ट त हुन्छ,
तर फर्मुलामा ढाल्नुपर्ने हुन्छ कि यसलाई। अब डाइरेक्ट गर्न पनि मिल्छ, लेकिन अलि के हुन्छ लामो हुन्छ कि हाम्रो, त्यही कारणले हामी सिधै डाइरेक्ट नै गरौँ, सिधै डाइरेक्ट नै गरौँ। अब डाइरेक्ट गर्दाखेरि हामी हेरौँ त एउटा फर्मुला कन्सेप्टलाइजेसन गर्ने, त्यो फर्मुला तिमीहरूले यादै गर्नुपर्ने। यो 2-3-4वटा क्वेसनहरुमा आइरहन्छ कि यो मल्टिपल इन्टिग्रेसनमा। यो के आउँछ भन्दाखेरि एउटा फर्मुला छ, के फर्मुला छ भन्दाखेरि 0 देखि a सम्म अंडर रूट a स्क्वायर माइनस x स्क्वायर छ भने यसमा a स्क्वायर अपन 2 साइन इन्भर्स x अपन a प्लस x अपन a प्लस हेरेर प्लस त्यही x अपन a अंडर रूट जस्ताको त्यस्तै जो हाम्रो छ नि a स्क्वायर माइनस x स्क्वायर। ठीक छ, यो एउटा इम्पोर्टेन्ट फर्मुला नै हो, मतलब यो सेकेन्ड सेमिस्टरको नै भनौँ। यो फर्मुला चाहिँ अलि याद गर्नु पर्यो है, यो पुरै हैन, यो फर्मुला याद गर्नु पर्यो। ल ठीक छ, यसैलाई इन्टिग्रेसन गरेर इक्वल टु हामीले के गर्यौं सेम लेख्ने यहाँसम्म, कहाँदेखि कहाँसम्म हाम्रो अर्डर पनि देखाउनु पर्यो नि त। सो a स्क्वायर अपन 2, ठीक छ, सेम लेखेँ मैले, यो सेम टु सेम छ, यो सेम लेख्नु पर्यो, केही फरक छैन यसमा हैन। सिम्पली जस्तो छ त्यसै अनुसारमा यसलाई क्रिएटिभ गर्ने र कुनै कन्डिसनमा अरु फर्मुला आउँछ जस्तै के आउँछ त्यहाँ प्लस आउन सक्छ, त्यो अर्को फर्मुला युज गर्ने छौं। त्यही कारणले हाम्रो यो फर्मुलामा यही गर्ने हो, हामीले a स्क्वायर अपन 2 साइन इन्भर्स x अपन a प्लस x अपन a अंडर रूट a स्क्वायर माइनस x स्क्वायर गर्यौं। लेकिन लिमिट हाम्रो कहाँ छ अर्डरमा, हाम्रो लोयर अर्डर र लोयर लिमिटको अर्डर र अप्पर लिमिटको अर्डर के छ यहाँ 0 देखि a सम्म छ, 0 देखि a सम्म छ। अब त्यसपछि जुन जुन ठाउँमा x देख्दैछौ नि त्यो ठाउँमा a राख्ने, माइनस जुन ठाउँमा तिमीहरूले x देख्छौ त्यसमा 0 लेखिदिने। अब 0 लेख्नु पर्दैन, अब कुनै कन्डिसनमा साइन इन्भर्स दिएको छ भने यहाँ 0 लेख्न सकिन्छ, यहाँ लेख्नु पर्ने किन यहाँ साइन दिएको छ लेख्नु पर्यो। अब कुनै कन्डिसनमा डाइरेक्ट मेथड दिएको छ त्यो ट्रिग्नोमेट्रिक छैन भने सिधै हामीले 0 नलेख्दा पनि हुन्छ, तर यहाँ साइन दिएको छ सो 0 लेख्नु पर्ने नै भइहाल्यो। i बराबर हाम्रो के आयो a स्क्वायर अपन 2 साइन इन्भर्स a अपन a प्लस x भने यहाँ ठाउँमा के हो a अपन a अंडर रूट a स्क्वायर माइनस x स्क्वायर माइनस माइनस सेम प्रोसेस छ, यो 0 को पनि प्रोसेस गर्नु पर्यो नि। सो 0 को पनि माइनस a स्क्वायर अपन 2 साइन इन्भर्स 0 अपन a, यो त के भयो हाम्रो कुनैको पाथी 0 छ भने अपन a छ भने हामीले के लेख्छौं सिधै डाइरेक्ट 0 अपन a छ भने हामीले के लेख्छौं 0 नै लेख्छौं, के फरक पर्छ र पर्दैन नि, 0 नै लेख्छौं, 0 नै लेख्छौं भने यो पुरै के आयो हाम्रो कन्सेप्ट नै 0 आइहाल्यो। त्यही कारणले यो लेखेन हामीले, यतिसम्म लेख्यौ। ठीक छ, त्यसपछि हेर्ने त i बराबर हाम्रो के आयो त a स्क्वायर अपन 2 जस्ताको त्यस्तै। अब a अपन a के गयो a अपन a के हो क्यान्सल भयो, कति बच्यो 1 बच्यो। ठीक छ, 1 बच्यो, साइन इन्भर्स 1 साइन इन्भर्स 1 प्लस a अपन a 1 नै भइहाल्यो इन्टु a स्क्वायर माइनस a स्क्वायर 0 भइहाल्यो। a स्क्वायर यो सरी a का सट्टा x स्क्वायर सट्टा पनि a स्क्वायर, हजुर यो पनि काट्यो, यो के भयो त 0 भइहाल्यो। अनि a स्क्वायर अपन 2 साइन इन्भर्सको पाई बाइ 2 हुन्छ। हाम्रो आन्सर के आयो त, के आयो हाम्रो आन्सर a स्क्वायर अपन 2 पाई बाइ 2। अब 2 मल्टिप्लाई गर्दा पनि हुन्छ नगर्दा पनि हुन्छ, यतिकै लेख्दा पनि हाम्रो भइहाल्छ। यो नै हाम्रो के भयो आन्सर भयो। ठीक छ, त्यसपछि अर्को क्वेशन हेर्ने छौं हामी, त्यो अर्को क्वेशन पनि सिमिलर टाइपको हुन्छ। ओके, यसपछिको क्वेशन रहेको छ हाम्रो इभ्यालुएटेड 0 देखि 1 सम्म 1 देखि 2 सम्म x स्क्वायर प्लस xy dy बाइ dx को रेस्पेक्टमा गरिएको छ। एकैछिन लाइट जलिने के हो। ओके, 0 देखि 1 सम्म 1 देखि अंडर रूट 2 सरी 2 सम्म मात्र दिएको छ, x स्क्वायर प्लस y स्क्वायर हाम्रो फंक्सन भइहाल्यो, dy बाइ dx रेस्पेक्टको रूपमा दिएको छ। अब यसलाई हामीले सोल्भ गर्दाखेरि इजिली तरिका छ, वो भन्यो अघिल्लो क्वेशन भन्दा पनि यो क्वेशन सजिलो छ र यसपछि हामी अर्डर चेन्ज वाला क्वेशनहरुलाई हेर्ने छौं। सो यसलाई पहिला एकदिन फास्ट रूपमा सोल्भ गर्दिन्छ है, एकदम सजिलो छ। सोलुसन, यसको सोलुसन तल छ, हामीले मान्यौ लेट i इक्वल टु के मान्यौ त 0 देखि 1 सम्म 1 देखि 2 सम्म x स्क्वायर प्लस xy dy बाइ dx। ठीक छ, यो छ हामीसँग। अनि त्यसपछि i बराबर हामीले के गर्यौं 0 देखि 1 सम्म, सिधै यसलाई गर्दियौ न त
सिधै लेख्दियौँ किन उ गर्ने हैन। यसको इन्टिग्रेसन गर्दियौँ सिधै के आयो x स्क्वायर विथ रिस्पेक्ट y को रिस्पेक्टमा गरौँ हैन पहिला सुरुमा y को त्यसपछि x को रिस्पेक्टमा गरौँ। सो y को रिस्पेक्ट गर्दाखेरि हाम्रो के आयो त यसमा अब त प्लस छ यसमा चाहिँ सिम्पल यहाँ गएर भइहाल्यो हाम्रो के भयो त्यसो x स्क्वायर इन्टु y प्लस अलग अलग गर्दा पनि हुन्छ जस्तै के छ भन्दाखेरि 1 देखि 2 सम्म x स्क्वायर इन्टु dy प्लस 1 देखि 2 सम्म x y dy गर्दा पनि हुन्छ है। सिम्पली त्यही गर्यौं I 0 देखि 1 सम्म अनि यहाँ के आयो हाम्रो x स्क्वायर जस्तै त्यस्तै y आयो यता अनि यहाँ कहाँदेखि 1 देखि 2 सम्म छ अनि अरुको हेर्ने त x आयो y स्क्वायर अपन 2 इन्टिग्रेसन गरे 1 देखि 2 सम्म छ है। यो इन्टिग्रेसन गरे त्यसपछि यता गरे हेर्नु यतातिर गरे हामीले ल यतातिर हेर्ने त I बराबर के आयो भन्दाखेरि हाम्रो 0 देखि 1 छ यता छदै छ x स्क्वायर कहाँदेखि 2 देखि 1 सम्म सो के आयो हाम्रो x स्क्वायर इन्टु 2 फेरि यसको पनि माइनस हुने फेरि माइनस x स्क्वायर नै आयो इन्टु 1 आयो। त्यसपछि यो त एउटा भइहाल्यो अनि अर्कोको हेर्ने त अर्कोको x जस्ताको त्यस्तै y स्क्वायर छ 2 को के भयो y को 2 लाई y को राख्दाखेरि के भयो 2 को 4 भइहाल्यो इन्टु 4 अपन 2 छ ठीक छ 2 तल छदै छ माइनस फेरि यसको 1 को रिस्पेक्टमा गर्नु पर्यो अर्डर त्यो 1 को रिस्पेक्टमा गर्दाखेरि के आयो त x छदै छ इन्टु 1 को स्क्वायर 1 नै भइहाल्यो 1 अपन 2 यहाँ कुनै फरक छ छैन है 1 अपन 2 हेरिरहेछ नि 1 अपन 2 ल त्यसो भए यहाँलाई सोल्भ गरौँ हामीले I बराबर हैन त 0 देखि 1 सम्म छदै छ x स्क्वायर 2x माइनस x 2x स्क्वायर माइनस x स्क्वायर के भयो 1x स्क्वायर सो x स्क्वायर यता गर्दिए अनि यहाँ के भयो त 2x यता आयो माइनस x अपन 2 यता छदै छ यो बीचमा प्लस हो क्या हो यहाँ यसमा प्लस छैन यो प्लस हो यसमा यसको बीचमा प्लस हो यता पनि प्लस हो यो ठीक छ अनि यता हामीले के गर्यौं प्लस गर्नु पर्यो है छुट्याइले के आयो प्लस यो 2x आयो यहाँ 2x आयो यता 2 ले क्यान्सल गर्नु त माइनस x अपन 2 आयो है ठीक छ यस्तो छ यता dx नै हो हाम्रो है dx यता dx होला हाम्रो यो वाला छुट्यो है dx यता dx हो ठीक छ यो होलको dx फेरि यताको हैन यताको होलको dx है यता पनि dx गर्यौं अनि त्यसपछि आए हाम्रो dx सुत्दै गएको थियो नि त्यसलाई लेख्यौं हामीले अनि त्यसको आपछि हाम्रो x को dx को रिस्पेक्टमा यसलाई के गर्नु पर्यो इन्टिग्रेसन गर्नु पर्यो यता सोल्भ हुन्छ भने यसलाई गर्दियौ सोल्भ गरे पनि भइहाल्यो ल एक्सचेन्ज गर्ने हैन 0 देखि 1 सम्म x स्क्वायर नलेख्नु पनि भइहाल्यो प्लस कमा के आयो 2 कमन आयो 2x माइनस 2 कहाँ 4x माइनस आयो नि त 4x माइनस x dx हो यता के आयो हाम्रो 0 देखि 1 सम्म x स्क्वायर प्लस के आयो 3x अपन 2 आयो यता dx आयो अब यसलाई इन्टिग्रेसन गर्ने त अब यसको इन्टिग्रेसन गर्दाखेरि के आयो 0 देखि सरी यसलाई भित्र हाल्दियौ न के आयो x स्क्वायर x क्यूब अपन 3 प्लस 3x स्क्वायर अपन 4 एन्ड I मा चाहिँ हाम्रो के छ भन्दाखेरि यो के निक्ल्यो त हाम्रो 1 अपन 3 1 को स्क्वायर 1 को क्यूब जे गर्दा पनि 1 नै हुने हो प्लस 3 1 गर्दाखेरि के आयो 3 छदै छ यता 1 गर्दाखेरि 1 नै आइहाल्यो इन्टु 1 आयो अपन 4 आइहाल्यो अनि त्यसलाई यसलाई सोल्भ गर्दाखेरि कमन के निकाल्यो हामीले कमन मल्टिप्लिकेसन चाहिँ हाम्रो यसो के निकाल्यो 4 3 जा 12 भइहाल्यो 12 निकाल्यो अरु के छैन यस 12 गर्यो अनि त्यसपछि 3 12 जा कति 4 प्लस 4 कति जा 12 3 जा 3 जा 9 आयो इक्वल टु 13 अपन कति आयो 12 यतिकै आन्सर आउँछ हाम्रो यहाँसम्म सोल्भ गर्ने आज तिमीहरुले आफैले बुझेर गर्ने र यसपछिको हाम्रो चाहिँ अर्को भिडियोमा चाहिँ हाम्रो के आउँछ भन्दाखेरि यही मल्टिपल इन्टिग्रेसन कै अर्डर चेन्ज वाला आउँछ त्यो एकदम इम्पोर्टेन्ट छ
त्यसको लागि अर्को भिडियो एनी हाउ हेर्नुपर्ने हुन्छ तिमीहरूले। सो मतलब तपाईहरुले या तिमीहरूले सो त्यस कारणले थ्याङ्क यू फर वाचिङ। द्याट्स अल फर टुडे नाउ।